खेल खुशाली ले के उठो कीजिए खेल। इनविध साथजी जागिए भनेपछि के रहेछ? त्यतिखेरको साहित्य हामीले भुलिराखेका छौं। होमवर्क के छ? त्यो साहित्य सम्झिनु पर्यो। कुन साहित्य? प्रसंगले हिजो भइसक्यो हामी जान्दछौँ। त्यसले गर्दा त सुर त एकै मूल मिलावे हो, त्यो वाला भुलनमा हामी पढ्नु भएन। नेक्स्ट आउनुहोस्। को हो? कमला। कमला भनेको इच्छाको प्रतीक हो। कमला भनेको के को प्रतीक हो? अघि तृष्णा थियो, अहिले इच्छा आयो नि, आयो नि हैन? इच्छाको प्रतीक कमला हो। इच्छा भनेको डिजायर। ओके, इच्छा भनेको के हो? डिजायर। गौतम बुद्ध कहाँ जन्मिनु भयो? लुम्बिनीमा जन्मिनु भयो। नेपाल देवभूमिको लुम्बिनीमा जन्मिने गौतम बुद्ध पहिला सिद्धार्थ हुनुहुन्थ्यो। उहाँकोमा पर्याप्त धन सम्पत्ति, राजाको छोरा राजकुमार सिद्धार्थ, सम्पत्ति पनि नभएको होइन, परिवार पनि नभएको होइन, श्रीमती पनि थिइन्, छोरो पनि थिए। सम्पूर्ण रूपले परिपूर्ण भएको सिद्धार्थले बुद्ध गयामा गएर ध्यान तपस्या गरेर बुद्धत्व प्राप्त गरेपछि 8 फोल्ड पाथ भन्ने सन्देश दिनुभयो। अष्टाङ्गिक मार्ग भनिन्छ उहाँहरूको पाथलाई। र बुद्धले दिएको टिचिङ्स अफ बुद्धमा एउटा वाक्य भन्नुहुन्छ, लाइफ इज फुल अफ सफरिङ्स, सफरिङ्स आर कजेज बाई डिजायर। प्राणनाथ प्यारे कि यो इच्छा भनेको त्यो हो। यो इच्छा भनेको के हो? लाइफ इज फुल अफ सफरिङ्स। जीवन दुखै दुखले भरिएको छ। दुखको कारण चाहिँ डिजायर, इच्छा। साइकलमा स्कुल जाँदा हुन्थ्यो, स्कुटी चाहियो, किनभने साथी स्कुटीमा आउन थालिन्। हो त्यो स्कुटी चाहिएपछि भारतमा हो भने 1 लाख चाहियो, नेपालमा हो भने 3 लाख चाहियो हैन? हो त्यो 3 लाख कमाउनलाई बाहुले दुःख गर्नु पर्यो, विदेश जानु पर्यो। हेर्नु त बिचारा दिदीलाई। ल भनेको इच्छा बढाउँदै जाँदाखेरि दुःख बढ्दै जाने हो। प्राणनाथ प्यारे कि यति कुरालाई बुझेर सिधा आउनुहोस्। कहाँ आउनुहोस्? कहाँ आउनुहोस् हजुर? ल फटाफट नक्सा हेर्नुहोस् त, म 1 मिनटमा भन्दैछु। अघि भनेका कुरा फटाफट आए है नक्सामा? आइसके? आइसके? त्यो जे आयो त्यो सबै राजाको नाम हो। पातालमा वासुकी शङ्खकुलेक, रसातलमा निवात कवच, महातालमा कुहक तक्षक, तलातलमा मयासुर दानव, सुतलमा राजा बलि, वित्तलमा हटकेश्वर महादेव, अतल लोकमा बलासुर दानव। प्राणनाथ प्यारे की अब आउनुहोस् पाताल छोडेर सर्फेस अफ द ल्यान्ड। अब हामी यो जमिनमा आयौं। यो जमिनको नाम के हो हजुर? मृत्युलोक हो, भूलोक हो, संसार हो, जगत हो, पृथ्वी हो, अर्थ हो। विविध नाम छन् नि हैन? त्यसमा 2टा विशेष नाम लिनुहोस् विराट पढ्ने क्रममा। एउटा लिनुहोस् 1 नम्बरमा भूलोक। भयो? भयो? रेप पनि छ यसमा, भूलोक लिनुभयो। अनि यसैलाई अर्को नाम पनि यहाँ लिइराख्नुहोस्, मृत्युलोक। मृत्युलोक चाहिँ किन लेख्नु? मरिन्छ नि त यहाँ हैन? सिधै भाषा सिधै हजुर। मृत्युलोक भनिराख्यो भने मरिन्छ भन्दाखेरि अलिक भक्ति गरिन्छ कि भनेर मृत्युलोक पनि नाम चाहिँ नछोडौँ भनेको हैन? अन्तको बेला को हुने होला, को होला टिठ्याउने, कि जब श्वास रोक्छ घाँटीमा। त्यो त छँदैछ है, भुलिनु भएन है? ओके, भूलोकमा आउनुहोस्। भूलोकको अलिकति विषयलाई सुनौं। सबैभन्दा महत्त्वपूर्ण 14 लोकहरू मध्ये भोग्यको हिसाबले मुकुटमणि भनेर सत्यलोकलाई मानिन्छ। तर मानवले 84 लाख योनि पार गर्दै गर्दै जीवले मनुष्य तनमा आएर
राम्रो काम गरेर परमात्माको घरमा जान सक्ने, मोक्ष प्राप्त गर्न सक्ने, कर्म गर्न सक्ने कुनै लोक छ भने चाहिँ त्यो चाहिँ के हो? भूलोक। यो कुरो भुलिनु भएन है। ओके, यो कुरो भुलिनु। सुखदेवजीले परीक्षितलाई कथा सुनाउन आँट्नुभयो। के कथा सुनाउन आँट्नुभयो? श्रीमद् भागवत कथा सुनाउन लाग्दाखेरि माथिबाट स्वर्गबाट देवताहरूले यसो हेरे, ओहो परीक्षितले त कथा सुन्न लाग्यो। परीक्षितको समस्या भनेको त 7 दिनमा मर्ने श्राप हो। अनि त्यो मर्ने श्रापको निवारण त यहाँ भएको घडाको अमृतले पनि त भइहाल्छ। अमृतको काम के हो हजुर? अमर राख्ने हो। देवी देवता मिलेर घडा सुधा कुम्भ लिएर आए सुखदेवजीको महाराज। परीक्षितलाई श्राप लागेको भनेको 7 दिनमा मर्ने हो। उसलाई यो स्वर्गको सुधा अमृत, कुम्भको अमृत खुवाइदिनुहोस्। हजुरले जुन कथा अमृत सुनाउन आँट्नु हुँदैछ त्यो चाहिँ हामीलाई सुनाउनुहोस् भनेर देवी देवताले पनि धरतीमा आएर परमात्माको कथा सुन्न चाहे। किन? स्वर्गमा पाइँदैन, स्वर्गमा पाइँदैन, अरू लोकमा पाइँदैन। यही मृत्यु लोक, यही भूलोक हो जहाँ परमात्माको भक्ति गर्न पाइन्छ। त्यसले गर्दा त देवी देवता गायन्ति देवा किल गीत गाने धन्यस्तु ये भारत भूमि भागे। देवी देवताले पनि गायन गरेको धरती हो भयो। मनुष्य तन प्राप्त गर्नु अनि भारतवर्षमा जन्म हुनु भयो। भारतवर्ष भनेको हिन्दुस्तान होइन है। स्टुडेन्टले याद गर्नुहोस्। किन भारत भन्दाखेरि चाहिँ जम्मू काश्मीर टु कन्याकुमारी, मिजोराम टु गुजरात होइन। नेपाल पनि, अहिले मैले नेपाल मात्रै भनिदिएँ, ठुलो एरिया भारतवर्षमा आउँछ। त्यो अघि मैले भनेको थिएँ हिन्दुस्तान मात्रै हो। भारतवर्षमा जन्म लिनु अर्थात् यस धरतीमा जन्म लिएर मनुष्य तन प्राप्त गर्नु चाहिँ के हो? सबैभन्दा भाग्यशाली कुरो हो। प्राणनाथजीकै चौपाईमा भन्दा चाहिँ के हो? किरन्तन ग्रन्थको 125वां प्रकरणको चौपाई नम्बर 1 भन्नुहोस्। वृथाका निगमोरे पामी पदार्थ 4 उत्तम मानक खण्ड भरतन श्रेष्ठ कुलिए शिरदार भयो। भयो भने हजुरहरु सबैको मुखमा भएको चाहिँ नाउँमा लाउडा धाडो भन्नुहोस्। होइन, अरूलाई थाहा छैन नाउँमा लाउडा धाडो। प्राणनाथ प्यारे की 4 पदार्थ पाए अमल का सो वृथा नहीं हारो। यति मात्रै पक्रिनु, सो वृथा नहीं हारो। 4 पदार्थमा एउटा उत्तम मानक मनुष्य तन खण्ड भरतनो भारतवर्षको जन्म, श्रेष्ठ कुली कलियुगको जन्म, अन्तिममा गएर शिरदार भनेको सतगुरु महाराज, सतगुरु महाराज भनेको तारतम महामन्त्र। प्राणनाथ प्यारे की वो यति वस्तु पाएको यदि कुनै लोक हो भने मृत्यु लोक हो। त्यही मृत्यु लोकमा अहिले हामी छौं। मनुष्य तन पनि पाएको हो, कलियुगको जन्म पनि हो, भारतवर्षको जन्म पनि हो, निजनाम महामन्त्र पनि पाएको हो भने अब चाहिँ जागिए इन घर जुन अघिको होमवर्क थियो त्यसको लागि साधना गर्नु चाहिँ प्रोसेसमा छौं। प्राणनाथ प्यारे की त्यो प्रोसेसमा छौं। भयो आउनुहोस्। 1 मिनेटमा अहिलेको सेसनलाई म पूर्ण गर्दैछु। 10 बजेको छ, ध्यान दिनुहोस्। मृत्यु लोक 50 करोड योजन, कति
50 करोड योजनको मृत्युलोक, परमधाम पनि 50 करोड योजनै थियो। थियो नि हैन? थियो नि हैन? परमधामको 50 करोड योजन परमधामकै हिसाब हो, मृत्युलोकको 50 करोड योजन मृत्युलोककै हिसाब हो। ओके, 50 करोड योजन मृत्युलोक एउटै राजाले राज गर्थे। समय बित्दै गयो, मृत्युलोकलाई 7 द्वीप र 7 समुद्रमा बाँट्नुहोस्। बाँट्नुभयो। बाँटिसकेपछि 7 द्वीप मध्ये अरु द्वीपलाई छोडिदिनु, एउटा द्वीप लिनुहोस्, जम्बुद्वीप। 7 समुद्रको 7 समुद्र छोडिदिनुहोस्। त्यो चाहिँ 6 महिना क्लास गर्दाखेरि पढौँला। अहिले 3-4 दिनमा सुन्नु मात्रै भयो। कुन द्वीप लिनुभयो? जम्बुद्वीप लिनुहोस्। जम्बुद्वीपलाई 9 खण्डमा विभाजन गर्नुहोस्। त्यो 9 खण्ड जम्बुद्वीपमा एउटा खण्ड लिनुहोस्, भारतवर्ष खण्ड लिनुभयो। भारतवर्ष खण्डलाई पनि 9 भागमै विभाजन गरेर एउटा देश लिनुहोस्, नेपाल। के लिने? भारतमा हुँदा भारत लिने, नेपालमा हुँदा नेपाल लिने। नेपाल लिनुभयो। नेपाल, नेपालमा 7 प्रदेश। 7 प्रदेशको प्रदेश नम्बर 1 कोशीको सुनसरी, के हो यो? मोरङ। मोरङ होइन जिल्ला हो, त्यसो भनौँ न त। सुनसरी जिल्लाको इटहरी उपनगरपालिकाको बुढी गंगा जमुनाको छेउमा स्थित गुरुजी श्री 108 मंगलदास जी महाराजले स्थापना गर्नु भएको कान्छो तीर्थ मुक्तिधाम इटहरीको सप्ताह महामहोत्सवको कार्यक्रम हलमा हामी छौं। भयो। अब यहीँबाट परमधाम जाने हो। अहिलेको लागि विभाजन हेर्नुहोस्। मृत्युलोक 7 द्वीप, 7 समुद्र, जम्बुद्वीप, 9 खण्ड, भारतवर्ष खण्ड, नेपाल। नेपाल भित्र अहिले हामी छौं। अब यो म्याप मृत्युलोकको अलिकति कुरा, मृत्युलोकको केही महिमा गरेर अनि हामी भूलोकदेखि मास्तिर भुवरलोक, स्वर्गलोक, महरलोक, जनलोक, तपलोक, सत्यलोक पट्टि भोलिको क्लासमा प्रस्थान गर्नेछौं। ध्यान दिनुहोस्। विराटले हामीलाई के दिन्छ? विराटले हामीलाई के दिन्छ? पातालदेखि परमधामसम्मको लक्ष्य दिन्छ। परमधाम सही भनेको सही लक्ष्य दिन्छ भने कुन जग्गा छोड्ने हो र कुन जग्गा पक्रिने हो केले बताउँछ? केले बताउँछ? विराटले बताउँछ भने अब कुन कुन जग्गालाई छोड्दै जानु पर्ने हो र कुन जग्गालाई पक्रिनु पर्ने हो भन्ने कुरा हामी सुन्दै जान्छौं। भोलिको क्लास, अगाडिको क्लासहरुमा भन्दै भन्दै अहिले 11 बजेको समयमा नै शिविरलाई रोकेर 11 देखि 12 भोजन भण्डारा गरेर 12 देखि आज मञ्च कार्यक्रम सुरु गर्ने भन्ने गुरुजीको निर्देश छ। सधैँ 12:30 मा हुन्थ्यो, उता अलिकति ढिलो हुने आदि हुँदाखेरि अब अगाडिको 1 घण्टाको सोलिड समय कहीँ कोही हलचल नगरिकन विराटले देखाएको लक्ष्य दिव्य परमधामको व्याख्या चर्चनीको माध्यमबाट सुन्नुहुन्छ भन्दै भन्दै अति आदरणीय श्री टीकाराज महाराजजीलाई अगाडिको विषय प्रस्तुत गरिदिन सविनय अनुरोध गर्दछु। प्रणाम। प्राणनाथ प्यारे के सत्यगुरु महाराज के। भोलि क्लासमा आउनु पर्यो है, नभए मृत्युलोकमै छुट्नुहुन्छ नि फेरि। मृत्युलोकमै छुट्नु भएन है, परमधाम पुग्नु पर्यो। प्रणाम। बोलो श्री कृष्ण कन्हैया लाल के, धाम के धनी के, प्राणनाथ प्यारे के, सर्वे सुंदर साथ के। परम आदरणीय महाराजलाई कोटि कोटि प्रणाम गर्दै आउनुहोस्। अब हामी चर्चनीको यो कक्षामा प्रवेश गर्दैछौँ।
सबैलाई कम्मर सिधा गर्दन सिधा गरेर एकछिन श्रीराजी महाराजलाई आफ्नो हृदयमा बसाउनेछौँ। फेरि हामी परमधामको गल्ली गल्लीको परिभ्रमण गर्नेछौँ। आओ मिलकर याद कर ले अपने पिया जी को, आओ मिलकर याद कर ले अपने पिया जी को, अपने पिया जी को, अपने धनी जी को, अपने पिया जी को, अपने धनी जी को, आओ मिलकर याद कर ले अपने पिया जी को, आओ मिलकर याद कर ले अपने पिया जी को। रंग महल में सब मिला खेले, रंग महल में सब मिला खेले, अपने धनी जिसो प्रेम से बोले, अपने धनी जिसो प्रेम से बोले, आओ मिलकर याद कर ले अपने पिया जी को, आओ मिलकर याद कर ले अपने पिया। सुख सुख पाल को बोल गए हैं, सुख सुख पाल को बोल गए हैं, अपना भी भूल गए हैं, नीच घर अपना भी भूल गए हैं, आओ मिलकर याद कर ले अपने पिया जी को, आओ मिलकर याद कर ले अपने धनी जी को। सुख निज घर को तब ये पावे, सुख निज घर को तब ये पावे, धनी चरणों में जब ज्ञान लगावे, धनी चरणों में जब ज्ञान लगावे, आओ मिलकर याद कर ले अपने पिया जी को, आओ मिलकर याद कर ले अपने धनी जी को, आओ मिलकर याद कर ले अपने पिया जी को। बोलो श्री राम के धनी के। हामीले भर्खरै परम आदरणीय महाराज जी को कक्षामा विराटका विषयवस्तुहरूलाई श्रवण गर्दै थियौं। पातालदेखि लिएर यो मृत्युलोकसम्म अनि मृत्युलोकदेखि लिएर सत्यलोकसम्मको सारांश वर्ण आदरणीय महाराजजीले हामीमा प्रस्तुत गर्नुभयो। अब भने म हजुरहरूलाई चर्चनीको कक्षामा प्रवेश गराउँदैछु। महामती प्राणनाथजी महाराजले वाणीमा बताउनुहुन्छ, देखिया सातौं सागर अनि देखिया सातौं लोक, पाताल सातौं देखिया जागे पछि सब भोग। बोलो श्री धाम के धनी के। यो संसारमा जति पनि वर्णनहरू, लोकालोकहरूका वर्णनहरू हामी श्रवण गरिरहेको छौं विराटको माध्यमद्वारा। तारतम रूपी कुञ्जीले यी भित्र भएका जति पनि दरवाजाहरू छन्, तालाहरू छन्, तारतम रूपी कुञ्जीले खोलिसकेपछि दिव्य परमधामको ज्ञान हाम्रो हृदयमा हृदयङ्गम भइसकेपछि हाम्रो आत्मा जागृति हुँदछ। जब हाम्रो आत्मा मोल मिलावमा जागृति हुनेछ तब यो संसार के हुनेछ? झुटा हुनेछ, यो संसार भोग हुनेछ। त्यसकारणले गर्दाखेरि हामी जाग्नको लागि, त्यो मोल मिलावको हाम्रो परात्माको आँखालाई खोल्नको लागि स्वयं मोल मिलावमा विराजमान हुनुभएका धाम धनीलाई यो हाम्रो नेत्रद्वारा निहार्नको लागि, दर्शन गर्नको लागि चाहिँ अहिले यो हामी माध्यम बनाएर यिनै विषयवस्तुहरूलाई समेटिरहेका छौँ। हिजो मैले हजुरहरूलाई परमधामको 9 गुण, साथसाथमा त्यहाँको विशेषता अनि त्यहाँको केही स्थलहरूमा, त्यहाँका केही जग्गाहरूमा परिभ्रमण गराएको थिएँ। हिजो हामीले चाँदनी चोकमा भएका दुईटा हरा वृक्ष र लाल वृक्षलाई पनि हेऱ्यौँ। 100 सेडे 20 चाँदालाई पनि पार गर्यौँ।
त्यसको बादमा 10 मन्दिरको पूर्वमा भएको जुन पाटा थियो, दरवाजाको छेउको पाटा हो, त्यो पाटालाई पनि हामीले अलग अलग विभाजन गरेर त्यहाँको हिसाब किताबलाई पनि बुझ्यौं। 2 चौतारा र बीचमा भएको चोकलाई पनि हेर्यौं। अनि त्यहाँनिर लागेका 20 स्तम्भ र 22 मेहराबहरूलाई पनि हिजो हामीले दर्शन गर्यौं। कुन कुन रङ्गका त्यहाँनिर थम्बाहरू थिए, कुन कुन रङ्गको त्यहाँनिर मेहराबहरू थियो भन्ने पनि हामीले हिजोको प्रसङ्गमा समेटिसकेको छ। अनि हामीले मूल दरवाजाको पनि बनावट कस्तो छ भन्ने कुरालाई हिजो चौपाईको माध्यमद्वारा हामीले चिन्तन गरेका थियौँ। अब त्यो मूल दरवाजाबाट भित्र प्रश्न क्रममा मैले ज्यादा भूमिका बनाइनँ, किनभने आज चौथो दिनको यो कक्षा हो। सुरुको दिनमा पुरा एक दिनको लेक्चर पुरा परमधामको भूमिकामा मात्रै हामीले प्रस्तुत गरेको छौँ। त्यसकारणले गर्दा त्यो बेस बनिसकेको छ र रङ्गमहलको चौतारामाथि हामीले रङ्ग भवन पनि खडा गरिसकेको छौँ। तसर्थ मैले भूमिकातर्फ प्रवेश नगरेर सिधा रङ्गमहलको मूल दरवाजालाई खोलेर भित्र पस्दैछु। म मूल दरवाजा पार गरिसकेपछि पहिलो हार 6000 मन्दिर, 6000 मन्दिरलाई पार गरेर 2 हार थम्ब 3 गल्ली, 2 हार थम्ब 3 गल्लीलाई पार गरेर दोस्रो हार 6000 मन्दिर, दोस्रो हार 6000 मन्दिरलाई पार गरेर 2 हार थम्ब 3 गल्ली, फेरि त्यो 2 हार थम्ब 3 गल्लीलाई पार गरिसकेपछि अब के आउँदै थियो हिजो? चौरस हवेली। यसको बादमा 4 चौरसलाई पार गरिसकेपछि 4 गोल हवेली, फेरि 4 गोल हवेलीलाई पार गरेपछि 4 चौरस हवेली। त्यस्तो प्रकारले 4 चौरस, 4 गोल, 4 चौरस, 4 गोल गर्दै 4 पल्ट चौरस हवेली, 4 पल्ट गोल हवेलीलाई पार गरेपछि 8 फिरावा हामीले पार गरिसकेपछि अब आउँछ पञ्चमहल्लाको 1 फिरावा। त्यो पञ्चमहल्लाको पनि 1 फिरावालाई पार गरिसकेपछि 28 मन्दिरको बगैँचा, 28 मन्दिरको बगैँचालाई पार गरेपछि अब बीचमा के थियो? रङ्गमहलको पनि बीचमा नौचोक, जुन नौचोकको त्यो बीचको चोक छ, त्यसमा 5वीं भोममा स्वयं धामधनी प्राण प्रीतमको के बनिन्छ? शयन कक्षा, रङ्ग परवाली मन्दिर बनिन्छ 5वीं भोममा चाहिँ। तर अहिले हामी प्रथम भोममा नै छौँ। हो, त्यो बीचदेखि यदि पूर्वतर्फ आउँदाखेरि पनि 1000 मन्दिर, पश्चिमतर्फ जाँदा पनि 1000 मन्दिर, उत्तरतर्फ जाँदा पनि 1000 मन्दिर र दक्षिणतर्फ यात्रा गर्दा पनि कति थियो? 1000 मन्दिरको हिसाब किताब हिजो पुरा भइसकेको छ। ल आउनुहोस् अब रङ्गभवनमा हामी भित्र प्रवेश गर्दा रङ्गमहलको दरवाजा खोलेर सिधा भित्र प्रवेश गर्दाखेरि चाहिँ के आउँछ? 2 हार थम्ब 3 गल्ली आउँछ। 6000 मन्दिर चाहिँ रङ्गभवनको त्यो दरवाजासँग नै मिलेको छ र त्यहाँबाट भित्र प्रवेश गर्दा 2 हार थम्ब 3 गल्ली। त्यो 2 हार थम्ब 3 गल्लीलाई पार गर्ने बित्तिकै अब के आउँदछ? 28 स्तम्भको चोक। तपाईहरुले त्यहाँनिर देखिराख्नु भएको छ। कति स्तम्भको चोक? 28 स्तम्भको चोक। यो 28 स्तम्भको चोकलाई यदि हामीले बाहिरबाट हेर्यौं भने यसको लम्बाइ छ 10 मन्दिर अनि यसको चौडाइ छ 5 मन्दिर भित्रबाट हेर्दा। अनि बाहिरबाट हामीले यसलाई हेर्यौं भने यसको लम्बाइ छ 12 मन्दिर, चौडाइ छ 7 मन्दिर। बाहिरबाट हेर्दा लम्बाइ 12 मन्दिर, चौडाइ 7 मन्दिर र 28 स्तम्भको चोकमा नै बसेर त्यहाँको थम्बरलाई गन्ती गरियो भने चाहिँ त्यसको लम्बाइ कति छ? 10 मन्दिर, चौडाइ 5 मन्दिर। अब यसको लागि चाहिँ चर्च अनि पट खोल्नु पर्छ। गुरुजी श्री 108 श्री प्राणनाथ वाणी साहित्य भास्कर परम पूज्य श्री दीनदयाल गुरुजीले लेख्नु भएको अपना धाम दर्शन छ। चर्च अनि पट छ। एक हातमा किताब राख्नुहोस्, अर्को हातमा चर्च अनि पट राख्नुहोस् अनि त्यहाँ पढ्नुहोस् अनि त्यहाँनिर भएको चर्च अनि पटलाई हेर्नुहोस्। एक एकवटा थम्बालाई गन्ती गर्दाखेरि चाहिँ के हुन्छ? आत्मा साक्षात्कार हुन्छ। त्यहाँ भएका विषयवस्तुहरू चाहिँ पूर्ण रूपले बुझिन्छ। अब यहाँनिर चाहिँ अलिकति तपाईहरुलाई के गरेको हो? यो अलिकति चखाइदिएको मात्रै हो। प्राणनाथजी महाराजले के गर्नुभयो भन्दाखेरि प्राणनाथजी महाराजले परमधामबाट आएका दिव्य परमधामबाट आएका सुन्दर साथीहरूलाई
परमधामको यो खोराक दिनको लागि चाहिँ सुन्दर साथीको अवस्था कस्तो छ भनेर अवस्थाको आधारमा बाणी प्रस्तुत गर्नुभयो। बाँधी गोली प्रेम काम। पहिलो नम्बरमा चाहिँ के गर्नुभयो? गोली बनाएर पिलाउनु भयो। यदि कुनै पनि मरिज यानी कि बिमारी हस्पिटलमा गयो भने उसको कन्डिसन हेरिन्छ, कस्तो अवस्था छ त्यो बिमारीको, अनि यदि उसलाई चाहिँ गोली दिनु पर्यो भने चाहिँ के गरिन्छ? गोली दिन्छ। ऊ यदि गोली पनि लिन सक्दैन भने उसलाई फेरि के गराइन्छ? त्यसैलाई अलिकति लिक्विड बनाएर पनि पिलाइन्छ। धामधनीले के गर्नुभयो? पहिला गोली रूपमा दिनुभयो, बादमा फेरि तारतम्म बाणी रस गरेर पिलाई। तारतम्म बाणीलाई अझै के गर्नुभयो? बारीकी बनाउनु भयो, रस बनाएर हामीलाई पिलाउने काम गरिराख्नु भएको छ। त्यस कारणले गर्दाखेरि यसलाई हामीले आफ्नो आफ्नो अवस्थामा हेरेर समय निकालेर यसको अध्ययप्रान्त के गर्नुपर्ने हुन्छ? अध्ययन गर्नुपर्ने हुन्छ यो चर्चनीको। अब आउनुहोस् 28 स्तम्भको चोकलाई पनि हेरिसकेपछि अब 28 स्तम्भको चोकबाट भित्र प्रवेश गर्दाखेरि अब के आउँछ? हिजो मैले बताएको छु, 4 चौरस हवेली। चर्चनी अलिकति बुझ्नै साह्रै पर्छ है। विराटमा चाहिँ अब उदाहरणहरू दृष्टान्तहरू ल्याएर प्रस्तुत गरिन्छ। जब परमधामको चर्चनीका विषयवस्तुहरू हुन्छ, यी चर्चनीको विषयवस्तुमा दृष्टान्तहरू ज्यादा प्रस्तुत गरिँदैन। प्राणनाथजी महाराजले परमधामको एक एकवटा गल्लीको वर्णन गर्नुभएको छ। सिधा परमधाममा प्राणनाथजी महाराजले जस्तो प्रकारले ती गल्ली धाम मन्दिरको वर्णन गर्नुभएको छ त्यसलाई सोही अनुरूप के गरिन्छ? यहाँ प्रस्तुत गरिन्छ। त्यस कारणले गर्दाखेरि निन्द्रा पनि आउन सक्छ यदि हामीले बुझेनौँ भने। अनि जसले सुरुदेखि बुझ्नु भएको छ उहाँहरूलाई चाहिँ अब यहाँभन्दा अगाडि कस्तो महल मन्दिर थियो, कस्तो प्रकारका बनावटहरू थिए, कस्तो प्रकारको सजावट थियो भन्ने कुरोको चाहिँ स्मृति भइसकेको छ भने चाहिँ उहाँहरूलाई चाहिँ फेरि निन्द्रा पनि आउँदैन। चर्चनी विषय भनेको चाहिँ त्यस्तो। त्यस कारणले गर्दाखेरि भावलाई त्यहाँनिर हामीले जोडेर चाहिँ यसलाई ध्यान दिनुपर्ने हुन्छ। हेर्नुहोस् 4 चौरस हवेली। अब हेर्नुहोस् मैले त्यहाँनिर लेखेको छु, तपाईँले मलाई भन्दा पनि ज्यादा पर हेर्नुहोस्, स्क्रिनमा सो गरिएको छ चौरस हवेली भनेर। यो देख्दै गर्नुभएको चौरस हवेली हो। त्यसको बादमा फेरि कुन हवेली आउँछ? गोल हवेली आउँछ। गोल हवेलीलाई पार गरिसकेपछि अब पञ्चमहल्ला। नक्सा यति मात्रै बनाएको छु मैले, तर 4 पल्ट चौरस 4 पल्ट गोल हवेली आएपछि मात्रै के आउँछ? पञ्चमहल्ला आउँछ। त्यसको बादमा जब बिचमा हामी पुग्दछौँ भने त्यहाँनिर आउँछ 9 चोक। अब हेर्नुहोस् चौरस हवेलीले एकपल्ट हामीले मूल मिलाएको बेसलाई बसायौँ भने त्यहाँ कति महल मन्दिर हवेली बनिएको रहेछ भन्ने दिमागमा स्मृति भयो भने चाहिँ 9 भोमसम्म मिहिनेत हामीले गर्नु पर्दैन। प्रथम भोम जस्तो छ, दोस्री भोम त्यस्तै छ, तीसरी भोम त्यस्तै छ, चौथी भोम त्यस्तै छ। खाली त्यहाँको लीलाको आधारमा अलिकति विशेषता मात्रै अलग अलग छ, त्यो विशेषतालाई मात्रै वर्णन गरिन्छ। अरू भोम चाहिँ प्रथम भोममा चाहिँ अत्यन्त ज्यादा हामीले मेहनत गरेको हुनुपर्छ। त्यस कारणले गर्दा यो चौरस हवेली तपाईँहरूले देख्नु हुँदैछ। यसको एउटा चौरस, दोस्रो चौरस, तेस्रो चौरस र चौथो चौरस गर्दाखेरि एकै शब्दमा भन्नुपर्दाखेरि यसलाई एक भिरावा भनिन्छ। के भनिन्छ अरे? एक भिरावा भनिन्छ। अनि यो एक भिरावा चाहिँ यदि गोलाकारमा घुम्नु पर्दाखेरि कति घुम्छ भन्दाखेरि 231 हवेलीहरू हुन्छ। कति घुम्छ अरे? 231 हवेली हुन्छ भने एउटा चौरस हवेली घुम्दा 231 हुन्छ भने यो 4 चौरस हवेली नै घुम्दाखेरि चाहिँ यो चौरस हवेलीको चाहिँ कति हुन्छ? 924 हवेली हुन्छ चौरसको। फेरि गोलको पनि त्यसरी नै 924, फेरि चौरसको 924, फेरि गोलको 924। यसो गर्दै 4 पल्ट चौरस र 4 पल्ट गोल। त्यसको बादमा फेरि 231 पञ्चमहल्लाको एक हार आउँदछ। त्यसको बादमा 28 मन्दिरको बगैँचा आउँछ। त्यसको बादमा के आउँछ? मूल जुन सेन्टर छ, बीच छ परमधामको 9 चोकको वर्णन आउँदछ। अब हेर्नुहोस् नोट भनेर त्यहाँनिर लेखिएको छ। माताजी बस्नुहोस् अगाडि, पछाडि सबैलाई छिल्यो बस्दिनुहोस्। नोट हवेलियों का कुल संख्या। अब कति हवेली रहेछन् प्रथम भोममा भन्दा खाली हवेलीको मूल संख्या म यहाँनिर बताइदिन्छु। अघि त्यो 9 × 4 = 36 हवेलिया भनेर लेखिएको छ। त्यहाँ 36 हवेली।
त्यो 9 भनेको के हो भन्दाखेरि 4 चौरस 4 गोल 8 भइहाल्यो अनि पञ्चमहलला 1 गर्दा कति भयो 9 भयो भनिसकेपछि 9 × 4 एउटा हवेली एउटा चौरस हवेलीको एक हिरामा 4 हवेली पर्छन् त्यसकारणले गर्दाखेरि टोटल यदि हामीले चौरस गोल पञ्चमहल्लाको प्रथम भूममा कति छन् भन्दाखेरि 36 हवेली एक लाइनमा पर्छ भने यो 36 हवेली एक लाइनमा पर्छ भने हेर्नुहोस् 924 भनेर अघि हामीले एउटा चौरसको हिसाब निकालेको थियौँ भने 924 × 9 गर्नुभयो भने 8316 हवेली चौरस गोल र पञ्चमहल्लाको चाहिँ परमधामको प्रथम भूममा छन् प्रथम भूममा जति छ दोस्रो भूममा त्यति नै छ त्यसरी नै नवमी भूमसम्म तपाईहरु जान सक्नुहुनेछ यो बारीकी हिसाब हो यसलाई तपाईले कोही गाइडेन्स यदि चर्चनीको धेरै प्रचारकहरू यो क्षेत्रमा हुनुहुन्छ तपाईहरुले उहाँसँग सम्पर्क गरेर चर्चनीलाई अगाडि राखेर अनि त्यो अपना धाम दर्शनलाई पनि राख्नुहोस् चर्चनी पट पनि राख्नुहोस् अनि अलिकति मेहनत गरेर यी विषयवस्तुहरूलाई हृदयङ्गम गर्नुपर्ने हुन्छ अब आउनुहोस् यी सबै हवेली मात्रै मध्ये एउटा चौरस हवेलीको म वर्णन गर्छु एउटा गोल हवेलीको वर्णन गर्छु चौरस हवेलीको वर्णन गर्दा यावत जति पनि रङ्गभवनमा भएका चौरस हवेली एउटै प्रकारको बनिन्छन् अनि एउटा गोल हवेलीको म वर्णन गर्छु गोल हवेली एउटा वर्णन सुनिसकेपछि सबै गोल हवेली पनि के हुनेछ त्यही प्रकारले बनिनेछ अनि त्यसमा पनि विशेष गरेर आजको क्लास हुन्छ रसोईको चोक र मोल मिलावा हामी छिटो त्यहाँनेरि पुग्नु छ तर अब यी प्रसङ्गलाई जम्प गरेर यी प्रसङ्गलाई छोडेर जाँदाखेरि पनि अलिकति बुझिँदैन त्यसकारणले गर्दा यी प्रसङ्गलाई म समेट्ने कोसिस गर्दैछु यो देख्नु हुँदैछ चौरस हवेली यो चौरस हवेलीको लम्बाइ चौडाइ भनेको 23 मन्दिर यसको गिर्द भनेको 92 मन्दिर लम्बाइ चौडाइ 23 मन्दिर गिर्द 92 मन्दिर छ र यसलाई बाहिरबाट यो चौरस हवेलीलाई एक दिशामा 25 वटा थम्बले घेरेको छ कति थम्ब छन् 25 चारैवटा दिशाको गर्दा कति हुन्छ बाहिरबाट 100 वटा थम्बले घेरेको छ अब अहिले म यो चौरस हवेली वर्णन गरिसकेपछि रसोईको चोकमा ज्यादा मलाई मेहनत लाग्दैन है तपाईले यहाँनिर ध्यान दिनुभयो भने त्यहाँबाट यदि हामी एक मन्दिर भित्र गइयो भने के आउँछ भन्दाखेरि चाहिँ मन्दिर आउँछ त्यहाँनिर मन्दिर एक दिशामा कति मन्दिर छन् 20 मन्दिर छन् चारै दिशाको मिलाउँदा कति मन्दिर हुन्छ 80 मन्दिर हुन्छ अनि चारवटा कोणमा 4 मन्दिर रहन्छन् अनि द्वार चारपट्टिबाट त्यहाँनिर हवेलीमा प्रवेश गर्नको लागि 4 वटा दरवाजा छ दरवाजा चाहियो नि हैन भित्र प्रवेश गर्नको लागि हो त्यो दरवाजा 4 दरवाजा गर्दाखेरि कुल संख्या कति भए 88 मन्दिर भयो त्यहाँबाट पनि अझै भित्र आउनुहोस् भित्र जाँदाखेरि फेरि तपाईले थम्बको हार भेट्नुहुन्छ त्यो चाहिँ एक दिशामा 19 वटा थम्ब लाग्छ चार दिशाको कति भयो 19 × 4 76 हैन 96 76 थम्ब हुन्छन् चारै दिशाबाट हेर्नुभयो भने त्यहाँबाट अझै भित्र प्रवेश गर्नुहोस् त्यो भित्र 3 सिडी उच्च चौतारा उठाउनुहोस् है 3 सिडी उच्च चौतारा उठाउनुहोस् त्यो चौतारा माथि पनि अब के लाग्छ वरिपरि किनारामा थम्ब लाग्छन् त्यो थम्ब कति छ भन्दा एक दिशामा 17 थम्ब छ चारै दिशाको गर्दा कति हुन्छ कति 68 अब त्यहाँदेखि भित्र बीचमा राजश्यामजीको के राख्नुहोस् नोरमय सिंहासन राख्नुहोस् यस्तो प्रकारको बनावट कहाँ छ एउटा चौरस हवेली बुझेपछि सबै चौरस हवेलीको यस्तै प्रकारको वर्णन छ नवमी भूमसम्म नै देख्नु हुँदैछ जस्तो वर्णन एउटा चौरस हवेलीको छ त्यस्तै वर्णन सबै चौरस हवेलीको छन् अब आउनुहोस् गोल हवेलीलाई हामी हेरौँ गोल हवेलीको लम्बाइ चौडाइ 21.5 मन्दिर गोल हवेलीको लम्बाइ चौडाइ देख्नु हुँदैछ तपाईहरुले कति 21.5 मन्दिर यसको गिर्द कति छ 64 मन्दिर अब हेर्नुहोस्
एउटा दरवाजाबाट अर्को दरवाजासम्मको बीचलाई खाँच भन्छ। के भन्छ? खाँच भन्छ। एउटा दरवाजाबाट अर्को दरवाजासम्मको बीचको जग्गालाई खाँच भनिन्छ। यो खाँच कतिवटा छ? 4वटा खाँच छ। पूर्वको दरवाजादेखि दक्षिणको दरवाजाको बीचको एक खाँच, दक्षिणको दरवाजादेखि पश्चिमको दरवाजाको बीचको अर्को खाँच, पश्चिमको दरवाजादेखि उत्तरको दरवाजाको बीचको अर्को खाँच, अनि उत्तरको दरवाजादेखि पूर्वको दरवाजाको बीचको अर्को खाँच गर्दाखेरि कति खाँच भए? 4 खाँच भयो। यो गोल हवेलीमा पनि बाहिरबाट कति थम्बाले घेरेको छ? एउटा खाँचदेखि एउटा दरवाजादेखि अर्को दरवाजासम्म, यानी कि एउटा खाँचभित्र 16वटा थम्बा छ। पूर्वको दरवाजादेखि दक्षिणको दरवाजाको बीचमा कति थम्बा छ? 16वटा थम्बा छ। हो, एउटा खाँचमा 16वटा थम्बा भयो भने चारै खाँचको कति थम्बा हुन्छ? 64 थम्बा हुन्छ। यो 64 थम्बालाई पनि पार गरिसकेपछि अब भित्र प्रवेश गर्दाखेरि तपाईहरुले देख्नु हुँदैछ मन्दिर। एउटा खाँचमा 15 मन्दिर छ भने चारै खाँचमा गर्दा 60 मन्दिर बनिन्छन् है। मन्दिर 60 बनिन्दो रहेछ। अनि थम्बा चाहिँ कति लाग्दो रहेछ? 64 थम्बा लाग्दो रहेछ। त्यहाँबाट पनि अझै भित्र, त्यहाँ बाहिर हेर्नुहोस् 4 द्वार तपाईले दरवाजा देखिराख्नु भएको छ। अब त्यो मन्दिरलाई पार गरेर दरवाजाबाट भित्र प्रवेश गरिसकेपछि फेरि एक हार थम्बा छन् त्यहाँनिर गोलावृतमा। के छ? एक हार थम्बा छ। त्यो थम्बा पनि कति छन्? एक खाँचमा 16 थम्बा, चारै खाँचमा 64 थम्बा। त्यहाँबाट भित्र प्रवेश गरिसकेपछि फेरि गोल चौतारा उठाउनुहोस्। गोल चौतारामा चारै दिशामा दरवाजाबाट भित्र प्रवेश गर्ने क्रममा चारै दिशामा तपाईले के लाउनु पर्छ? 3 सिँढी उच्चा बनाउनुहोस्। अनि त्यो चौताराको पनि वरिपरि किनारामा चाहिँ फेरि तपाईले के गर्नुपर्छ भने थम्बा लगाउनु पर्छ। त्यो थम्बा पनि कति छ? एउटा सिँढीदेखि अर्को सिँढीको बीचलाई एक खाँच भन्ने हो हैन? हो, त्यो एक खाँचमा 16वटा थम्बा लाग्छ भने चारै खाँचमा कति भए? 64 थम्बा भयो। यस्तो प्रकारले चौरस हवेली र गोल हवेली पनि पूरा हुन्छ। अब आउनुहोस् हामी मुख्य रूपले परमधामको रङ्गमहलको पहिलो भवनको विशेषता के थियो? ठुलो स्वरमा भन्नुहोस् त। रसोईको चोक र मोल मिलावा। दोस्रो भवनको विशेषता गोल बुलाउनी। यावत प्रसङ्ग सुनिसकेका छौँ अगाडिको। अब आउनुहोस् परमधामको विशेषता मध्ये प्रथम भवनको विशेषता मध्ये 2टा रसोईको चोक र मूल मिलावा छ। अहिले हामी पहिलो रसोईको चोकलाई हेर्छौं, फेरि त्यसको बादमा गएर के हेर्छौं? मूल मिलावसम्म हामी यात्रा अगाडि बढाउने छौं। रसोईको चोक लम्बाई चौडाई 23 मन्दिर अघि भइसकेको छ। यसको गिर्दा कति भयो? कति भयो? 92 मन्दिर। अब पूर्वमा आउनुहोस्। पूर्वमा दरवाजादेखि उत्तरपट्टि 5 मन्दिरको एरियालाई छोडेर अझै उत्तरपट्टि जाँदाखेरि के आउँछ भन्दाखेरि बाहिरबाट अब मन्दिरहरू प्रवेश हुन्छ। तर त्यो मन्दिरमा प्रवेश गर्नुभन्दा अगाडि पनि बाहिरबाट अघि के थियो? एक दिशामा 25वटा थम्बा थियो कि थिएन? चारै दिशाको गर्दा कति थम्बा भएको थियो? 100वटा थम्बा भएको थियो। त्यो 100वटा थम्बा त्यहाँ देख्नु हुँदैछ। अब भित्र आउँदाखेरि दरवाजाको यता उत्तरपट्टि 5 मन्दिर देख्नुहुन्छ र दक्षिणपट्टि 5 मन्दिर देख्नुहुन्छ। भनेपछि पूर्वमा कतिवटा दरवाजा थियो? कति मन्दिर थिए? कति? 20 मन्दिर हैन? 20 मन्दिर। त्यो 20 मन्दिरमा 10 मन्दिर दरवाजाबाट दाहिनेपट्टि, दरवाजाबाट देब्रेपट्टि 5-5 मन्दिरको देलान गर्दाखेरि पुरै देलान कति मन्दिरको भयो? 10 मन्दिरको देलान बनिन्छ। अनि त्यो देलानको दाहिनेपट्टि र देलानको देब्रेपट्टि 5-5 मन्दिर बनिन्छ पूर्वमा। अलिकति अरू चौरस हवेली भन्दा रसोईको चोक चाहिँ अलिक भिन्नता छ है। यस कारणले गर्दा पूर्वमा 10 मन्दिरको देलान अनि 5-5 मन्दिर। अनि त्यो देलानमा कति थम्बा लागेका छन्? 10वटा थम्बा लागेको छन्। अब आउनुहोस् दक्षिणमा आउनुहोस्। दक्षिणमा दरवाजापट्टिबाट पूर्व, दक्षिणमा पनि दरवाजाबाट पूर्व, दक्षिणको दरवाजाबाट हामी यदि भित्र प्रवेश गर्दैछौँ भने नक्सामा हेर्न सक्नुहुन्छ
त्यो दरवाजाबाट पनि यता पूर्व यदि हामी आयौँ भने त्यहाँनिर 10 मन्दिरहरू छ। अब त्यहाँबाट पश्चिमतर्फ हामी गयौँ भने माथि के छन् अब देलान, 10 मन्दिरको देलान छ। 10 मन्दिरको देलान। अब यति बुझ्नुहोस्, यहाँको देलान चाहिँ पूर्वको देलान भन्दा अलिकति भिन्न प्रकारको छ। पूर्वको देलानमा चाहिँ दिवाल थिएनन्, यहाँको दिवालमा चाहिँ बाहिर, यहाँको देलानमा चाहिँ बाहिरपट्टिबाट दिवाल लागेको छ र 3 साइड चाहिँ दिवाल छैन। भित्रीपट्टि दिवाल छैन र दायाँ बायाँ दिवाल छैन, बाहिरपट्टिबाट चाहिँ के भएको छ दिवाल लागेको छ। यस्तो प्रकारको 10 मन्दिरको देलान बनिन्छ। अनि पश्चिमपट्टि दरवाजाको दाहिनेपट्टि 10 मन्दिर, दरवाजाको देब्रेपट्टि 10 मन्दिर गर्दाखेरि पश्चिमपट्टि चाहिँ पुरा के रहेछ मन्दिरहरू रहेछन् 20 मन्दिर। अब आउनुहोस् उत्तरपट्टि आउँदाखेरि त्यसरी नै दक्षिणपट्टि जसरी देलानहरू थिए त्यसरी नै 10 मन्दिरको देलान। अनि अझै पूर्वपट्टि आउनुभयो भने 10 मन्दिरको एरियालाई पार गरेर अब भित्र आउनुहोस्। कति थम्बाले घेरेको छ? 19 थम्बाले एउटा दिशाबाट घेरेको छ। अझै भित्र प्रवेश गर्दाखेरि 3 सिँढी उच्च चौतारा बनाउनुहोस्। चौताराको किनारामा थम्ब लगाउनुहोस्। 17 थम्ब अघि वर्णन भइसकेको छ र बीचमा धामधनी राजश्यामाजीको के राख्नुहोस् सिंहासन राख्नुहोस्। अब आउनुहोस् है मूल मिलाओको रसोईको चोकको मुख्य कुरा। अलिकति हल्ला नगरिकन बस्नुहोस्। मुख्य कुरामा बीचमा के देख्नु भयो यो नक्सामा राजश्यामाजीको? अब यहाँनिर एउटा मन्दिरहरू देख्नु हुँदैछ। श्वेत मन्दिर, सिँढीको मन्दिर अनि श्याम मन्दिर। रसोईको चोकको ईशान कोणमा 3वटा मन्दिर विशेष गरेर ध्यान दिउँ। त्यो 3वटा मन्दिर के हुन्? श्याम मन्दिर, सिँढीको मन्दिर र श्वेत मन्दिर। कृष्ण पक्षको समयमा जबरीकी नेरको भित्री एरियामा हामी सुखपालमा गएर रमण गरिसकेपछि 6 घडीसम्म 3 बजी तीसरी भोमबाट राजश्यामजीको साथमा हामी सुखपालमा चढेर कहाँ जान्छौँ? कृष्ण पक्षको समयमा जबरीकी नेरको एरियातर्फ यो भित्री एरियामा 18 लाख कोषको एरियाभित्र चाहिँ परिभ्रमण गरेर जब हामी वनबाट फर्केर आउँछौँ 6 घडी लीला वनमा हुन्छ। अनि 1 घडी लीला कहाँ हुन्छ भन्दाखेरि जमुनाजीमा आएर हामी फेरि स्नान गर्छौँ। फेरि 1 घडी लीला सिंगार गर्छौँ जमुनाजीमा, गर्दाखेरि 8 घडी समय व्यतीत हुन्छ। भनेको सन्ध्याको 6 बजीको समय हुन्छ। बुझ्नु हुँदैछ? अनि 6 बजीदेखि अझै 4 घडी समयसम्म हामी चाँदनी चोकमा पशु पक्षीहरूको नृत्यहरूलाई हामी हेर्दछौँ धामधनीको साथ। त्यसको बादमा रह्यो हाम्रो अझै 4 घडी समय, यानी कि 7:30 को समयमा फेरि हामी राजी महाराजको साथमा गएर भोजन लीला गर्छौँ। त्यो भोजन चाहिँ कहाँ ग्रहण गर्छौँ हामी? श्याम मन्दिर रसोई होत जीत। श्याम मन्दिर रसोई होत जीत कहाँ भोजन गर्छौँ अरे? श्याम मन्दिरमा। जोडे श्वेत मन्दिर हे तीर्थ बनते फिरे सन्जा जब इन मन्दिर आरोग्य तब। वनबाट हामी सन्ध्याको समयमा आइसकेपछि यही श्याम मन्दिरमा हामी के गर्छौँ? भोजन लीला हुन्छ। आज भोजन बनाउने पालो कसको थियो? आज खेलमा आउने दिन भोजन बनाउने पालो कसको थियो? लाडबाई। निरत गर्ने पालो चाहिँ कसको थियो? नौरङ्गबाई। आज भोजन बनाउने पालो लाडबाई। 12,000 ब्रह्मात्माको 40वटा जुत्थ, एक जुत्थमा 300 जना सखीहरू। अनि त्यो जुत्थको पनि जुत्न पत्नी भनेको चाहिँ लिडर, ग्रुपको पनि एउटा लिडर हुन्छ नि, हो त्यो लिडर चाहिँ हो लाडबाई। आज पालो कसको रहेछ भोजन बनाउने? लाडबाईको पालो हो। यही श्याम मन्दिरमा परमधाममा के हुन्छ? रसोई हुन्छ। अनि प्रथम भोमबाट दोस्री भोममा यदि हामी जानु पर्यो भने कहाँबाट चढ्ने? प्रत्येक खम्बाबाट चढ्न त हामी सक्छौँ, तर पनि हाम्रो मुख्य सिँढी भनेको चाहिँ के हो? यही श्याम मन्दिरदेखि माथिल्लोपट्टिको
जुन सिडीको मन्दिर छ यही सिडीको मन्दिरबाट दोस्री भोम तेस्री भोम चौथी भोम गर्दै गर्दै आकाशी माथि चाँदनीसम्म हामी के गर्न सक्छौँ जान सक्छौँ भनेपछि यति कुरो रसोईको चोकको बुझ्यो। अब हामी प्रवेश गरौँ मूल मिलावमा। हामी प्रवेश गरिसकेका छौँ मूल मिलावमा। पाँचवा चोक मूल मिलावा शब्दलाई ध्यान दिनुहोस्। पाँचवा चोक भनेको नि लु भन्नुहोस् त रसोईको चोक कहाँ छ अरे? कहाँ छ रसोईको चोक? प्रथम भोममा त छ, तर अब चौरस हवेली त कम्ती छैन त प्रथम भोममै पनि। अघि कति हिसाब गरेको थियौँ हामी? 4 चौरस हवेली एकपल्ट घुम्दाखेरि 231 भिरावा लाग्छ। 4 चौरस हवेली घुम्दाखेरि 924 हवेली हुन्छ हो। त्यो मध्ये चाहिँ कुन चाहिँ हो रसोईको चोक भन्दा 28 स्तम्भको चोकबाट तपाईँ फुत्त अगाडि जाँदाखेरि जुन हवेली भेट्नुहुन्छ नि चौरस हवेली, 28 स्तम्भको चोकबाट सिधा अगाडि जाँदाखेरि जुन चौरस हवेली पहिलो चौरस हवेली भेट्नुहुन्छ त्यही पहिलो चौरस हवेली भनेकै के हो? रसोईको चोक। अब पहिलो चौरस हवेली रसोईको चोक, दोस्रो चौरस हवेली, तेस्रो चौरस हवेली, चौथो चौरस हवेलीलाई पार गरेर अब कुन हवेली आउँछ? अब गोल हवेली आउँछ। चौरस हवेलीलाई जोड्दै जाने हो चाहिँ 1 2 3 4 गर्दा चाहिँ त्यो गोल हवेली पाँचवा चोक हुन्छ। त्यसकारणले गर्दा पाँचवा चोक मूल मिलावा भनियो। यदि गोल हवेलीलाई नै हेर्ने हो भने चाहिँ गोल हवेलीको पनि पहिलो हवेली नै के हो? मूल मिलावा हो। अब लम्बाइ चौडाइ कति छ मूल मिलावको? 121 मन्दिर हो। गिर्द 64 मन्दिर अघि हेरिसकेको छौँ। एउटा दरवाजादेखि अर्को दरवाजाको बिचलाई एक खाँच भनिन्छ। यस्तो कतिवटा खाँच छन्? 4वटा खाँच छन्। अब मूल मिलावको वर्णन हुँदा चाहिँ एकदम ध्यान दिनुहोस् है। त्यहाँभित्र 3 हारमा ब्रह्मा आत्माहरूको परात्म बसिरहेछ। त्यहाँ आफ्नो परात्म कहाँ छ भन्ने कुरोलाई हामीले निहाल्नुपर्छ। अब यो मूल मिलावमा ध्यान दिएन भने त अब अरू विषयमा त वर्णन हुँदैन फेरि। मूल मिलावलाई चाहिँ एकदम तपाईँहरूले ध्यान दिनुहोस्। त्यसकारणले गर्दा अब हेर्नुहोस्, एउटा दरवाजा पूर्वको दरवाजादेखि पछि उत्तरको दरवाजाको बिचलाई के भनियो? भरे फेरि परमधाम चाहिँ कस्तो रहेछ भन्दा यो भिर जस्तै रहेछ भन्नु होइन नि। एउटा व्यक्ति सत्सङ्गमा गएछन् अनि गएर चाहिँ अडेसा लागेको फ्यासै निधाए। निधाइसकेपछि सत्सङ्ग पनि सक्यो। सन्त गुरुजनले जयकारा पनि लगाउनु भयो। त्यही समय बिचमा एउटाले यसो सत्सङ्गमा जयकारा लगाउँदाखेरि जय चाहिँ अरूले भन्दाखेरि उसले नि मुख चाहिँ यसो बाउँदो रहेछ। त्यो समयमा कसैले यसो खिर खुवाइदिएछ। खिर खुवाइदिएपछि खिर खाइसके लपक लपक खिर चाहिँ खाँदो रहेछ। अनि भरे मजाले 2-4 पल्ट जयकारा लगायो। सत्सङ्ग सकियो। त्यसको बादमा सबैजना तर्खर गर्नुभयो हिँड्नको लागि। अनि छेउमा भएकोले सोधेछ सत्सङ्ग कस्तो भयो त आजको भन्दाखेरि खिर जस्तै मिठो थियो सत्सङ्ग भनेछ। बोलो श्री कृष्णको नयाँ लाला कि हो त्यस्तो हुन्छ फेरि। त्यही भएर निन्द्रा यहाँ ल्याउनु हुँदैन। ल आउनुहोस्, बिचलाई एक खाँच भनियो। यस्तो कतिवटा खाँच छन्? 4 खाँच छन्। त्यहाँबाट भित्र प्रवेश गर्ने क्रममा 64वटा के छन्? थम्ब। त्यहाँबाट भित्र प्रवेश गर्दा के भेट्नुहुन्छ? 60 मन्दिर भेट्नुहुन्छ। बाहिरबाट दरवाजालाई हामीले हेरेको छौँ अहिले। त्यो 4 दरवाजा हेर्नुहोस्, पूर्व पश्चिम उत्तर दक्षिण भित्र चौतारासम्म पुग्नको लागि दरवाजा चाहियो। त्यहाँबाट भित्र प्रवेश गर्दाखेरि फेरि के आउँछ? थम्ब आउँछ। कति थम्ब छन्? 64 थम्ब। यहाँ त 64 भन्दा हुन्छ आँखा चिम्लेर पनि हो। अब त्यहाँबाट भित्र प्रवेश गर्दाखेरि 3 सिँढी उच्च चौतारा उठाउनुहोस्। त्यो चौतारामा वरिपरि किनारामा अब के गर्नुहोस्? 3 सिँढी उच्च चौतारामा थम्ब लगाउनुहोस्। 64वटा थम्ब लगाउनुहोस्। एउटा दरवाजादेखि अर्को दरवाजाको बिचमा कति थम्ब पर्छन्? 16वटा थम्ब पर्छ एक खाँचमा। यति भइसकेपछि थम्ब लगाउनुहोस्। अनि तल गिलम ओछ्याउनुहोस्, माथि चन्द्रमा लगाउनुहोस्। वरिपरिबाट तपाईँले के गर्नुहोस्? कठेडाहरू लगाउनुहोस् त्यो थम्बमा। नभए फेरि चौताराबाट तल लडिन्छ नि त। 3 सिँढी उच्च चौतारा त्यहाँनिर ढल्केर बस्नु पर्यो। वरिपरि के गर्नुहोस्? कठेडा लगाउनुहोस्। यति गरेर
तपाई प्रवेश गर्नुभयो मूल मिलावाको गोल चौतारा भित्र। बाहिरबाट 64 थम्बालाई पार गर्नुभयो, भित्र दरवाजाबाट भित्र प्रवेश गर्नुभयो, अनि 60 मन्दिर पार गर्नुभयो, फेरि 64 थम्बको हारलाई पार गर्नुभयो, 3 सिडी उच्च चौतारामा चढ्नुभयो। चौताराको वरिपरि हेर्दाखेरि त 64 वटा थम्बा लागेका छन्, अनि एउटा थम्बादेखि अर्को थम्बाको बिचमा के लागेको छ? कठेडा लागेको छ। अनि एउटा थम्बादेखि अर्को थम्बाको बिचमा लागेको कति कठेडा छ भन्दाखेरि चाहिँ 100 वटा कठेडा लागेको छ। कति कठेडा? 100 वटा कठेडा लागेको छन्। अनि बिचमा के छ? सिंहासन छ। अब यहाँनिर हेर्नुहोस्, बिचमा गिलम बिछाइएको छ, 4 रङको गिलम बिछाइएको छ। गोल चौतारामा कति रङको गिलम बिछाइएको छ? 4 रङको गिलम बिछाइएको छ। श्याम, श्वेत, हरित, जरत। जरत भनेको कस्तो? पहेँलो पहेँलो जस्तो जरत। ल 4 रङको के बिछाइएको छ? हो, यो गिलम चाहिँ बस्दाखेरि एक हात तल जान्छ, उड्दाखेरि एक हात माथि आउँछ। बुझ्नुभयो? बस्दाखेरि एक हात तल जान्छ, उड्दा एक हात माथि आउँछ। पछाडि तकियाको जरुरत पनि हुँदैन, तर पनि तकिया लगाइएको छ। हो, किनभने बस्दा एक हात आफू बसेको जग्गा तल गएपछि पछाडिको भाग उड्छ कि उड्दैन एक हात, अनि त्यसैले के बन्छ? तकिया पनि बन्छ, तर पनि तकियाको शोभा छ यहाँनिर। यसो गरेर पहिला एक हार छ श्याम मन्दिर रङको गलैँचा एउटा हारमा, फेरि दोस्रोमा श्वेत रङको गलैँचा, फेरि तेस्रो हारमा हरित रङको गलैँचा, अनि बिचमा चाहिँ जरत रङको गलैँचा छ। अब श्याम रङको गलैँचामा चाहिँ कति ब्रह्म आत्माहरू बस्नु भएको छ? 6000 ब्रह्म आत्माहरू श्याम रङको गलैँचामा हुनुहुन्छ। अनि भित्र प्रवेश गर्दाखेरि फेरि श्वेत रङको गलैँचा छ। त्यो श्वेत रङको गलैँचामा चाहिँ 4000 आत्माहरू बस्नु भएको छ। त्यहाँबाट भित्र प्रवेश गर्दाखेरि अझै हरित रङको गलैँचामा चाहिँ कति हुनुहुन्छ? 2000। यसमा चाहिँ कतिवटा जग्गामा चाहिँ तामसी, राजसी, स्वातसी भन्ने संसारका शब्दहरू प्रस्तुत गरिन्छ, तर वास्तवमा परमधाममा तामसी, राजसी, स्वातसी भन्ने शब्द यसको गुन्जाइसै छैन है। परमधाममा तामसी सकी, राजसी सकी, स्वातसी सकी छैन। संसारमा आउँदाखेरि चाहिँ कोही सकी तामसी गुणवाला, कोही राजसी गुणवाला, कोही स्वातसी गुणवाला। तामसी भनेको चाहिँ फेरि त्यो अधोगच्छन्ति तामसवाला होइन नि। फेरि राज्यको प्रेम मैले पाउनुपर्छ भनेपछि पाउनुपर्छ। राज्य तपाईँले दर्शन मलाई दिनुपर्छ भनेपछि दिनुपर्छ। त्यो हटवाला हो तामसी चाहिँ। बुझ्नुभयो नि? इन्द्रवती आत्मा, सुन्दरबाई आत्मा कुनमा पर्नुहुन्थ्यो? राजसी, स्वातसी र तामसीमा। तामसी सकेला पूर्ण रूपले खेल हेरेर परमधामको यावत प्रसङ्ग आइसकेपछि र प्रेम आइसकेपछि तामसी सकीले हात खडा गरेपछि सृष्टि सकियो। यति जबरजस्त हुन्छ तामसी सकी भने। स्वातसी सकीलाई नि खेल हेर्ने इच्छा ब्रजमा सकिएको थियो। जब वंशीनाथ भयो, घर परिवारले के गर्दै? दरवाजा लगाइदिए नि त। हो कता हो बेलुका सन्ध्या समयमा कता हिँडेको भनेर अरू कुदेको देखेर दरवाजा लगाइदिए। ती शरीर छोडेर निस्केको होइन, धिक्क धिक्क पर आकारने कान उठिरे अगिन्न निस्केको। अनि राजासी यसो श्रृङ्गार गर्दा गर्दै अलिक ढिलो भयो, निस्के। तामसी सुन्ने बित्तिकै कुदे। कोही गाई दुँदै थिए, कोही बालबच्चालाई स्तनपान गराउँदै थिए, कोही पतिलाई नुहाउँदै थिए। सबै छोडिदिए। राजग्रन्थमा पुरा वर्णन गर्नुभएको छ। वाणीमा आउँछ योगमायामा पुग्यो। योगमायामा पुगिसकेपछि जब श्रीकृष्णजी अन्तर्ध्यान हुनुभयो नि, अन्तर्ध्यान हुँदाखेरि राजसी सकी पनि यस्तो गलितगात भए उठ्न सकेनन्। तामसी सकीले होइन, धामधनीलाई प्रकट गराउनको लागि अनुकरण लीला गर्नुपर्छ भनेर फेरि हिम्मत दिएर कसो कसो गरेर खडा गराए। ती राजसीलाई पनि माथि रास खेल्दा खेल्दै योगमायाको ब्रह्माण्डमा धामधनी अन्तर्ध्यान हुँदाखेरि खेल हेर्ने इच्छा पुरा भएको थियो। तर तामसीलाई चाहिँ
त्यही भएर अर्ध साथ रह्यो अटकाए कलश ग्रन्थमा आउँछ। आदि सुन्दर साथको इच्छा पुरा नभएकोले गर्दा जागनीको ब्रह्माण्ड बनाइयो। जागनीको ब्रह्माण्डमा पनि हारिया हारिया हुँ कहूँ 12 केटली भनेर कहाँ आउँछ? विरह वाणीमा आउँछ नि। तामसी सखीका अग्रगण्य इन्द्रवती सखीले परमधाम तर्फ आफ्नो चेहरालाई फर्काएर धामधनीसँग विलाप गरेर जब त्यो 6 प्रकरण बानीको चौपाई अवतरित भयो त्यो समयमा तामसी सखीले पनि के गर्नुभयो? हात खडा गर्नुभयो। यसरी खेलतिर इच्छा। त्यस कारणले गर्दाखेरि संसारमा चाहिँ हो भावको आधारमा 3 गुणमा हामी ल्याउँछौँ, तर परमधाममा चाहिँ 3 गुणमा प्रस्तुत गरी बस्नु कुनै जरुरत छैन। श्री परमधाममा 12,000 12,000 12,000 यस्तो प्रकारले खाली हामीले त्यहाँ राख्ने रोमा मात्रै हामी के गर्दैछौँ भने 6,000 4,000 र 2,000 यसरी श्याम श्वेत हरि। अब बीचमा जरत रङको सिंहासन जरत रङको गलैँचा माथि चाहिँ के छ? राजश्यामजीको स्वर्णमय सिंहासन छ। बुझ्नुभयो कि बुझ्नु भएन? 15 मिनट समय छ। 15 मिनटमा मूल मिलाउन सक्नु छ। अब आउनुहोस्, बीचमा सिंहासन देख्नुभयो। अब मूल मिलाउको थम्ब चाहिँ कस्तो छ त? थम्ब सिंहासन कस्तो छ? थम्ब कस्तो छ? त्यहाँनिर राज्य महाराज अब त्यो सिंहासनमा विराजमान हुनुहुन्छ। राज्य महाराज सिंहासनमा विराजमान हुनुहुन्छ भने त्यहाँनिर कस्तो प्रकारको चकडी ओछ्याइएको छ? त्यहाँको चाक्ला कस्तो छ? राज्य महाराजको लागि कस्तो प्रकारको तकियाहरू राखिएको छ? यी सबै वर्णन हामीले के गर्नु छ? चर्चनीबाट सुन्नु छ, बुझ्नु छ, आत्मालाई जगाउनु छ। त्यो मूल मिलाउमा आत्मालाई केन्द्रित गर्नु छ। त्यस कारणले गर्दाखेरि आउनुहोस्, अब मूल मिलाउको थम्ब हामी हेर्छौँ। जब हामी पूर्वबाट प्रवेश गर्दाखेरि पहिलो थम्ब के आउँछ? 5 र नीलवी के आउँछ? 5 नीलवी। त्यहाँ रङ पनि मैले प्रस्तुत गरेको छु, हेर्नुहोस् स्क्रिनमा, हेर्नुहोस् तपाईहरुले। पूर्वमा दरवाजाको दायाँ र बायाँ भएको थम्ब हो 5, अनि त्यसको पनि दाहिनेपट्टि र देब्रेपट्टि भएको थम्ब हो नीलवी। अब पश्चिममा आउनुहोस्। पश्चिममा दरवाजाको सिधा भएको थम्ब चाहिँ कुन चाहिँ हो? नीलवी। त्यसको दायाँ बायाँ ठ्याक्कै अपोजिट भयो कि भएन? पूर्व र पश्चिम। पूर्वमा दरवाजाको दायाँ बायाँ दुईटा 5, अनि 5 को यतापट्टि नीलवी, फेरि यतापट्टिको 5 को यतापट्टि नीलवी। अब पश्चिममा जाँदाखेरि बीचका ती चौताराका सिधा थम्ब नीलवीको, त्यसको साइड साइडमा भएका दुईटा थम्ब 5 को। अब उत्तरतर्फ आउनुहोस्। उत्तरतर्फ भनेको पोखराजी भएपछि उत्तरतर्फ, पोखराज उत्तरपट्टि छ हैन? उत्तरपट्टि आउँदाखेरि पहिलो थम्ब के भेट्नुहुन्छ? पोखराजीको। त्यसको बादमा 2 थम्ब माणिकको। अब दक्षिणतर्फ आउनुहोस्। दक्षिण दिशामा दक्षिणमा चाहिँ पहिला माणिकको, त्यसको बादमा पोखराजीको। भनेपछि 64 थम्ब मध्ये कतिवटा थम्ब हेर्यौं हामीले? 16 वटा थम्ब हेर्यौं। पूर्वमा 4 वटा, पश्चिममा 4 वटा, उत्तरमा 4 वटा, दक्षिणमा 4। अब हामीलाई कति थम्ब हेर्नु पर्यो? 48 वटा थम्ब हेर्नु पर्यो। अब एउटा दरवाजादेखि अर्को दरवाजाको बीच एक खाँचमा अब कतिवटा थम्ब हेर्नुपर्छ? कति? 12 वटा थम्ब हेर्नुपर्छ। हो, ती 12 वटा थम्ब चाहिँ के हो? हीरा, लसनिया, गोमादी, मोती, पन्ना, परवाल, हेम, चाँदी, नूर, कञ्चन, पिरोजा, कपुरिया। यसरी के हुन्छ? एउटा दरवाजादेखि अर्को दरवाजाको बीचमा यसरी 12 वटा रङको थम्बहरू लाग्छन्। अब आउनुहोस् अगाडि। चौपाई देख्नुभयो? सागर ग्रन्थ प्रकरण 7 चौपाई 16 र 17। चौपाई हेर्नुहोस्। हीरा, लसनिया, गोमादिक, मोती, पाना, परवाल, हेम, चांदी, थम्ब नूरके, थम्ब कंचन अति लाल, पिरोजा और कपुरिया, या के 8 थम्ब रंग दोए, गिना छोड़े दो द्वार से, बने हर रंग 4 4 सोए। हेर्नुहोस्, यति सजिलो प्रकारले यहाँनिर बताइदिनु भएको छ। दुईटा थम्बबाट यदि हामीले, दुईटा दरवाजाबाट यदि हामीले गन्न छोडियो भने, पूर्वबाट गन्दाखेरि पूर्वमा कुन चाहिँ आयो? 5 नीलवी,
हिरा लसुनिया गोमादिक भन्दै 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 कपुरियासम्म लिएर जानुहोस् हो। त्यसरी नै पूर्वबाट फेरि यता दक्षिणतर्फ लानुहोस्। पश्चिमबाट गर्नुभयो भने पश्चिमबाट उत्तरतर्फ गन्ती गर्दै आउनुहोस्। फेरि पश्चिमबाट दक्षिणतर्फ गर्दै गन्ती गर्दै आउनुभयो भने हरेक रङ्गको थम्ब चाहिँ 4-4वटा बन्छन्। हिराको कतिवटा थम्ब हुन्छ? 4, लसुनियाको 4, जति पनि यहाँनिर रङ र धातुहरू प्रस्तुत गरियो सबैको 4-4वटा थम्बहरू बन्छन्। तर उत्तर र दक्षिणपट्टिबाट चाहिँ गर्नु हुँदैन है। थम्ब गन्दा कताबाट गर्ने? पूर्व र पश्चिमबाट गर्ने, उत्तर र दक्षिणबाट होइन। ल अब अगाडि बढौँ। यो देख्नु हुँदैछ मूल मिलाओ। मूल मिलाओमा 3 हारमा हामी ब्रह्म आत्माहरू बसेको छौँ। जिन विध बैठिया बीच में यही विध गिर्दवाए तरफ चारौं लग कठेडे बीच बैठा 7 भराए। हेर्नुहोस् त चौपाईमा के भन्नुहुन्छ भने जिन विध बैठिया बीच में यही विध गिर्दवाए तरफ चारौं लग कठेडे बीच बैठा 7 भराए। वरिपरिबाट कठेडा लागेको छन्। अनि 12,000 ब्रह्म आत्माहरू चाहिँ दिव्य परम धामको मूल मिलाओमा बीचमा राज्य श्यामजीलाई राखेर वरिपरि चाहिँ आबद्ध भएर गिर्दवाए भएर चाहिँ हामी 12,000 ब्रह्म आत्माहरू बसेर चाहिँ परात्म स्वरूपमा भएर सुरता रूपले फेरि यो संसारमा आएको रहेछौँ। एक दूजी को अंक भर लग रहियो अंगो अंग दिल में खेल देखना का हे सबो अंगो उछरंग। अब यस्तो प्रकारले हामी खेल हेर्नको लागि चाहिँ आजको दिन 4:30 को समयमा राजी महाराजले हामीलाई प्रथम भोमको मूल मिलाओमा ल्याएर राख्नुभयो। अनि त्यो मूल मिलाओमा हामी कसरी बसेको छौं? एक दूजीको अंक भर लग रहियो अंगो अंग। एक आपसमा के गरेर बसेको छौं? अंकमाल गरेर दारिमको कलिया जस्तो हामी। दारिमलाई तपाईले यसो हेर्नुहोस् बीचमा कहीँ खाली हुन्छ? किन बसेको दारीको कलिया जस्तो भएर? अंकमाल गरेर किन बसेको भन्दा एउटा सियो हुन्छ नि, सियो कति हुन्छ? सानो। सियोको टुप्पो छिर्ने जग्गा पनि छैन रे, त्यति सटिएर त्यति टाँसिएर अंकमाल गरेर अंगमा अंग मिलाएर हामी बसेका छौं। किन बसेको भन्दा अलिकति जग्गा खाली छ भने भित्र माया नछिरोस् भनेर। किनभने धामधनीले बताउनु भएको छ नि त, तिमीले मायामा गएपछि मायाले यस्तो हुन्छ सबै कुरो बताउनु भएको छ। अनि के भन्नुभयो? म जगाउनको लागि पनि आउँछु, जगाउँछु पनि। एकछिन सुन्दाखेरि हो कि जस्तो पनि लाग्छ, तर सत्संग सकेर शिविर सकेर हिँडेपछि चाहिँ सक्यो फेरि त्यो भुलनमा गइहाल्छ, याद आउँदैन। धामधनीले हामीलाई के गर्नु भएको थियो? वचन दिनु भएको थियो, आदि सुकन मिठी हक की कहेगा तुम्हें रोए रोए तुम अभी सुन सुन रोएसी पर होश में ना आवे कोई। तिमी पनि के गर्नेछौ? सुनेर रुनेछौ। म स्वयं हादी बनेर सद्गुरु बनेर आउनेछु, तारतम ल्याउनेछु, बताउनेछु। अनि तिमीहरू पनि यो कुरा सुनेर के गर्नेछौ? रुनेछौ, आँखाबाट बरबरी आँसु झर्नेछ, तर पनि होशमा चाहिँ आउँदैनौ भनेर कसले बताउनु भएको? अनि हामीले भनेको थियो ए सखी धामधनीले त यस्तो भन्नु हुँदैछ, यदि मैले भुले भने तिमीले जगाउनु है, तिमीले भुल्यो भने म तिमीलाई अवश्य जगाउने छु भनेर हामीले के गर्यौं? बाचा गर्यौं। अनि धामधनीलाई भन्यौं 100 बेर देखो अजमाए के मोमिन भूले न कब। राजी महाराज एकपल्ट दुईपल्ट होइन 100 पल्ट तपाईले परीक्षा गरेर हेर्नुहोस्, हामी तपाईलाई एकैपल्ट भुल्दैनौँ भन्नुभएको थियो। यहाँ परीक्षा त गर्नु पर्यो छैन, कहिले पो सम्झेको छौँ र हामीले है? नसम्झेको हो भने यत्रो यहाँ आउँछौँ त? सम्झी पनि राखेका छौँ, तर अलिक अभ्यासद्वारा तरिकाद्वारा अझै राम्रोसँगले सम्झिनको लागि स्मृतिमा ल्याउनको लागि अझै हामी के गरिरहेको छौँ? प्रयत्न गरिरहेको छौँ। त्यही भएर दारिमको कलिया जस्तो भएर चाहिँ त्यो दिव्य परम धाममा बसेको छौँ अरे। लग रहियो अंगो अंग दिल में खेला देखना का हे सबो अंग उछरंग। हृदयमा के छ? गुरुजीले बार बार हामीलाई भन्नुहुन्थ्यो, यहाँ पनि हिजो अस्ति बताउनु हुँदै थियो, खेल हेर्ने इच्छा पनि पुरा छ तर भुल्ने डर पनि छ। खेल हेर्ने इच्छा यति बेसी छ अक्षर ब्रह्मको, बा गएर भुलिन्छ कि भन्ने के छ? डर पनि छ। त्यो डरले गर्दाखेरि एक आपसमा हामी के गराउँदैछौँ?
सचेत पनि गराउँदैछौ। तिमीले भुल्यौ भने म जगाउने छु, मैले भुले भने तिमीले मलाई जगाउनु पर्छ भनेर सचेत पनि हामीले गराउँदैछौँ। त्यही भएर दिलमे खेल देखाना का खेल हेर्ने चाहिँ तीव्रता इच्छा यति ज्यादा प्रगाढ भएर बढिरहेको छ। हे सब अङ्ग उछरङ्ग सम्पूर्ण अङ्ग प्रत्यङ्ग के भएको छन्, प्रस्फुटित भएको छन्। सम्पूर्ण अङ्ग प्रत्यङ्ग रोमान्स भएका छन् खेल हेर्नको लागि। यसरी हामी बिचमा बसेको छौँ। बिचमा राज श्यामाजीको धामधनीको के छ, सिंहासन छ। मोती रत्न माणिक हिरे हेम पाने पोखराज गोमादिका पाँच पिरोजा पसवाल रहे कहीं रंग नंग धात विराज। यहाँनिर हेर्नुहोस् परमधामको सिंहासन जो 6 पाए 6 डाँडे वाला छ। बिहानको हामी सेवा पूजाको सकेर जब स्वरूपको समय आउँछ आरती सकेर त्यसमा भन्छौँ नि श्री श्री ठाकुरानीजी प्रथम भोम में विराजमान भए। तहाँ कंचन रंग को सिंहासन तिनके 6 पाए 6 डाँडे एक एक डाँडे में 10 रंग। यहाँनिर हेर्नुहोस् एउटा डाँडामा एउटा पाएमा कतिवटा रंग छन्, 10 रंग छ। त्यो रंग चाहिँ कुन कुन रंगको रहेछ त्यो डाँडा त्यो खम्बा सिंहासनको भन्दा मोती रतन माणिक मोती माणिक दुईटा भयो, हिरे हेम पाने पोखराज कति भयो, कति भयो 6 वटा भयो। गोमादिक 5 पिरोजा पसवाल गर्दा कति भए 10 रंगको डाँडा बन्यो। यस्तो प्रकारले राज श्यामाजीको के बनिएको छ, एउटा गादी बिछाइएको छ, त्यहाँनेरि 2टा चाक्ला बिछाइएको छ। दाहिनेपट्टि राजी महाराज बस्नुहुन्छ, देब्रेपट्टि स्वयं श्यामा महारानी बस्नुहुन्छ। अनि त्यो सिंहासनमा राज्यको दायाँपट्टि एउटा तकिया छ, श्यामाजीको बायाँपट्टि अर्को तकिया छ, राज्य र श्यामाजीको बीचमा अर्को तकिया छ। अनि राज्य र श्यामाजीको पछाडिपट्टि पनि एक एकवटा तकिया गरेर कति तकिया छन्, 5 तकिया छ। यस्तो प्रकारले तपाईले दर्शन गर्न सक्नुहुन्छ। आउनुहोस् राज्य श्यामाजीको लगाउनु भएको वर्णन कस्तो छ भन्ने भोलिको प्रसङ्गदेखि अगाडि हजुरले श्रवण गर्न पाउनुहुनेछ। म अहिले राज्यको श्रृंगार श्यामाजीको श्रृंगारलाई यहाँ वर्णन गर्दिन। भोलिको प्रसङ्गमा हजुरले राज्यको श्रृंगार श्यामाजीको श्रृंगार एक एक वर्णन नखदेखि शिरसम्मको वर्णन हजुरले सुन्न पाउनुहुनेछ। सब अंग देखो फेर के और देखो सब श्रृंगार काम हुआ अपने रूह का देख देख जाऊं बलिहार। अब हामी ब्रह्म आत्माको चाहिँ हममा के अरे भन्दाखेरि चाहिँ सब अंग देखो फेर के बार बार राज श्यामाजीको त्यो मूल मिलावमा विराजमान हुनुभएको नोरीमय सिंहासनमा विराजमान हुनुभएको धामधनीलाई चाहिँ के गर्नु अरे बार बार निराख्नु अरे, बार बार हेर्नु अरे। सब अंग देखो फेर के आशिक ब्रह्म आत्माले चाहिँ के गर्छन् अरे भन्दा राज्यको यो अंगको वर्णन गर्दै जाँदा कानको वर्णन गर्दैछन् भने अब आँखाको वर्णन गर्नु पर्यो भने यो कानलाई छोडेर आँखाको वर्णन गर्न आउनै सक्दैन आशिक आत्मा। कुरो बुझ्नुभयो नि, वर्णन आशिक गर्न सके प्रणजीले बानीमा भन्नुभएको छ नि, आशिकले वर्णन गर्न सक्दैन। फेरि के भन्नुभयो, कोही पहुँचेन आशिक भिन्न। यदि आशिकले पनि वर्णन गरेन भने आशिकदेखि बाहेक अरू त कसले वर्णन गर्ने हैन। त्यसकारणले गर्दा धामधनीले के गर्नुभयो, वर्णनमा ल्याएर राखिदिनु भयो। त्यसकारणले यहाँ भन्नुहुँदैछ सब अंग देखो फेर के बार बार राज्यको यो अंगलाई निहार्नु अरे, श्यामाजीको अंगलाई निहार्नु, राज्यले लगाउनु भएको आभूषण श्यामाजीले लगाउनु भएको आभूषणहरूलाई चाहिँ बार बार निहार्नु पर्दछ। काम हुआ अपने रूह का यति गरियो भने चाहिँ बिहान पनि बेलुका पनि जतिखेर पनि अष्टप्रहर दिन 64 घडिया निस दिन पिउ 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 कहिए भन्दै तनसो हे रुवा निस दिन जागे तन चाहिँ हेर्दा सुतिरहेको हुन्छ अनि भित्र आत्मा हेर्यो भने चाहिँ दिनरात जागिरहेको हुन्छ। यस्तो अवस्था हामीलाई प्राप्ति गर्नु छ। दिनरात राज श्यामाजीको यो शोभा श्रृंगारलाई हृदयमा बसाउनु छ। काम हुआ अपने रूहका यति गरियो र धाम वर्णनलाई परमधामको चर्चनीलाई चाहिँ हृदयमा बसाउन सक्यो। राज श्यामाजीको नूरीमय त्यो चरणलाई हृदयमा बसाउन सक्यो भने चाहिँ सम्झिनुहोस् काम हुआ अपने
रुहका। हामी ब्रह्म आत्माहरूको के भयो? काम भयो। देख देख जाऊ बलिहार हेर्दा हेर्दै हेर्दा हेर्दै हेर्दा हेर्दै तिनीहरू समर्पित हुनु अरे, तिनीहरू कुर्बान हुनु। जस्तै एउटा नमकको ढिग्लोले, नमकको यत्रो ठुलो डल्लोले चाहिँ समुद्रको गहिराईलाई नापेर फर्केर आएर चाहिँ गहिराई कति रहेछ भन्ने कुरो चाहिँ म बताउँछु भन्यो भने चाहिँ बताउन सक्छ? बताउन सक्दैन। त्यस कारणले समुद्रको गहिराई नाप्न जाँदा जाँदै ऊ फर्केर आउने त कुरा छोडिदिउँ, समुद्रमा स्पर्श गरेपछि नुनको ढिग्लो बिल्लिएर के हुन्छ? त्यो पनि समुद्रमै आफूले आफूलाई कुर्बान गर्छ। त्यसरी नै हामी ब्रह्म आत्माले पनि राज्यलाई हेर्दा हेर्दै हेर्दा हेर्दै हेर्दा हेर्दै तुम स्वरूप तुम में स्वरूप, राज्यलाई हेर्दा हेर्दै हक हम में हम हक में, यस्तो खालको भाव हामीमा आएको हुनुपर्छ अरे। अनि चाहिँ सम्झिनुहोस्, काम हुआ अपने रुआ का देख देख जाओ बलिहार। अगाडि आउनुहोस्, यो देख्नु हुँदैछ। सुरत एकै राखियो मोल मिलावे माहे, श्याम श्याम जी सात जी तले भोम बैठे हे जाए। त्यही भएर हाम्रो सुरतालाई चाहिँ कहाँ राख्नुपर्छ? हामीले कहाँ राख्नु पर्यो? मोल मिलावमा हाम्रो सुरतालाई राख्नु पर्दछ। सुरत एकै राखिए मोल मिलावे माहे, श्याम श्यामा जी सात जी तले भोम बैठे हे जाए। जहाँ चाहिँ को बस्नु भएको छ? श्याम भनेको धाम धनी प्रियतन प्राण प्रीतम, हामी सबैका आत्माका मालिक प्राण बल्लभ प्राणेश्वर अक्षरातीत श्री राज्य महाराज विराजमान हुनुहुन्छ। अनि श्यामजी भनेको हाम्रो को? श्यामजी भनेको राज्य महाराजको अलादिनी शक्ति। अनि श्यामजी नै अङ्ग हो। सुन्दर साथ हामी सबै कसको अङ्ग हौ? श्यामजीको अङ्ग हो। अनि ती श्यामजी महारानी विराजमान हुनुहुन्छ। अनि साथजी भनेको 12,000 ब्रह्म आत्मा, तपाईँ हामी सबै त्यहाँनिर विराजमान छौँ। तले भोम बैठे हे जाए, त्यो तले भोम प्रथम भोमको मूल मिलावमा हामी छौँ। अब हेर्नुहोस्, इनविदा साथजी जागिए। यस्तो प्रकारले हे मेरा सुन्दर साथजी जाग्नुहोस्, बताइदेऊ रे जीवन न, म तपाईँहरूलाई तपाईँहरूको जीवन बताउँदैछु भनेर प्राणनाथजी महाराज भन्नुहुन्छ। तपाईँ हामी ब्रह्म आत्माको जीवन भनेको चाहिँ के रहेछ? जीवन भनेको अक्षरातीत परब्रह्म परमात्माको प्रेममा मदमस्त हुनु, परमधामको अष्टप्रहरलाई हृदयङ्गम गर्नु, पल पल चल्नु नै हाम्रो जीवन हो। यो देखिएको जीवन त यो संसारको भाषाकोशवाला जीवन, डिक्सनरीका शब्दद्वारा आएको जीवन, यसको परिभाषा अलग्गै छ। तर वास्तवमा हामी जीवन 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 भन्छौँ भने त्यो जीवन के हो भन्दाखेरि यो जीवनको अस्तित्व त्यो जीवनसँग छ। प्राणनाथजी महाराजको वाणीको माध्यमद्वारा यदि आत्माको 9 गुणलाई हेर्ने हो भने सच्चित आनन्द अनन्त अद्वैत साकार प्रेम जीवन सुन्दर जीवन छ कि छैन? त्यो जीवन चाहिँ हाम्रो अक्षरातीतसँग हुनुपर्छ। अक्षरातीतसँग यदि सम्बन्ध हाम्रो छ भने हाम्रो जीवनको जीवत्व के भएको हुन्छ? हाम्रो जिन्दगानी के भएको हुन्छ? त्यो जिन्दगानी आनन्दमय भएको हुन्छ। त्यस कारणले गर्दा यहाँ भन्नुहुन्छ यस्तो प्रकारले जाग्नुपर्छ भन्दा हामीलाई लाग्थ्यो कस्तो प्रकारले जाग्ने? जाग्न त जाग्ने, कस्तो प्रकारले जाग्ने भन्दा यस्तो प्रकारले। कस्तो प्रकारले भन्दा आज 4 दिनसम्म हामीले चर्चनीको माध्यमले चाहिँ कस्तो प्रकारले कुन कुन विषयवस्तुहरूलाई लियौँ र त्यसलाई कसरी अमल गर्यौँ हो, त्यस्तो प्रकारले चाहिँ सुन्दर साथी जाग्नु पर्दछ भन्नुहुन्छ। यहाँ श्याम श्यामजी साथजी जित बैठे चौक वतन, जहाँनिर हाम्रो आत्माका मालिक प्राणका बल्लभ विराजमान हुनुहुन्छ। त्यो आत्माका बल्लभ प्राणका नाथलाई चाहिँ केन्द्रबिन्दु बनाएर, आत्माका नाथलाई चाहिँ हृदयङ्गम बनाएर राजश्यामाजीको ती 2 चरण चाहिँ आएर हाम्रो हृदयमा बस्यो भने चाहिँ रुह जागी जान। अब चाहिँ आत्मा के भयो भनेर जान्नुपर्छ, जाग्यो भनेर जान्नुपर्छ। यदि हामीले प्राणनाथजीले बानीमा भन्नुहुन्छ नि, प्राणनाथजी भन्नुहुन्छ सकिरे आत्म रोग बुरो लाग्यो वाको दारू न मिले तबीब, 14 भवन में न पाइए सो हाथ हबी। आत्म रोग कासो कहिए जिन पीठ दही परातम। आत्मा रोग भनेको के हो भन्दाखेरि यी विषयवस्तुहरू, चर्चनीका विषयवस्तुहरू, विराटका विषयवस्तुहरू अनि वाणीका विषयवस्तुहरू, वितकको विषयवस्तुहरूलाई अनदेखा गर्नु नै आत्म रोगले ग्रस्त हुनु हो। परमात्मालाई पीठ देखाउनु। हामीले दिउँसोको 12 बजेको टन्टला पुरो घाम लागेको बेलामा चाहिँ
त्यो सूर्यलाई अगाडि बनाएर अगाडि राखेर यसो हेर्यो भने के हुन्छ हाम्रो छाया पछाडि हुन्छ सूर्यलाई हेर्दा के हुन्छ हाम्रो छाया पछाडि हुन्छ तर सूर्यलाई पीठ दियौ भने चाहिँ त्यो छाया कता हुन्छ अगाडि हुन्छ त्यही भएर हो त्यो छाया भनेकै माया हो त्यसकारणले गर्दाखेरि यी विषयवस्तुहरूलाई हामीले पीठ दिनु हुँदैन बिहान बाणीलाई पढिसकेपछि पूजा सकिसकेपछि बाणी पढ्नुपर्छ बाणी पढिसकेपछि विराटका चर्चनीका यी विषयवस्तुहरूलाई केही समय निकालेर भए पनि हामीले अध्ययन गरेको हुनुपर्छ अनि यी विषयवस्तुहरू हृदयमा आएपछि मैले सुरुकै दिन तपाईहरूलाई बताइदिएको थिएँ भन्दाखेरि कसरी ध्यान लाग्छ र गुलगुल भन्दाखेरि कसरी तपाईँको ध्यान भड्किन्छ हो त्यस्तो अवस्था हाम्रो हुनु पर्यो कि भनिसक्दा ध्यान लागे जस्तो परमधाम भनिसक्दा सुरता त्यहाँनिर पुगोस् मारा बालाजी चलो जमुना जल झिले भन्दाखेरि जमुनाजी कहाँ छ पाटघाट कहाँ छ सात घाट कहाँ छ कुञ्जनी कुञ्जवन कहाँ छ हौजको सर कहाँ छ 24 हाँसको महल कहाँ छ पुखराजी पर्वत कहाँ छ मानिक पहाड कहाँ छ वत प्रसङ्ग चाहिँ हाम्रो हृदयमा हृदयङ्गम भएको हुनुपर्छ श्री कृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायमा बिहानको सेवा पूजा एकदम चर्चनी परक सेवा पूजा छ बिहानको सेवा पूजामा हेर्नुहोस् त प्रातः सुमेरो अक्षरातीत भनेर अब सुरु भयो श्याम श्यामजी सातजी भन्दै अब पाट घाट सात घाट पोखराजी जमुनाजी पुरा बिहानको सेवा पूजामा त परमधामदेखि बाहिर हामी निस्केकै हुँदैनौँ अब भोग लगाउँदा पनि तिजी भोमती जो पडसाला ठौर बढी दरवाजा विशाल धनी आवत हे उठी प्रात बन सिंचित अमृत अगाध भनेर अब पुरा तिजी भोमको वर्णन तिजी भोमबाट पूर्वतर्फ निहाल्दाखेरि के लिबोई अनार अमृत जाम्बु नारङ्गी बटका जति पनि त्यहाँनिर पशुपन्छीहरू सबै चाँदनी चोकमा आएर धनीलाई प्रणाम गरिरहेको अनि धनीले आफ्नो शीतल नजरले सबैलाई सिनसिन गरिदिनु भएको यी सबै प्रसङ्गहरू त बिहानको सेवा पूजामा आउँदछ त्यही भएर बिहानको सेवा पूजामा चाहिँ एकदम चर्चनी परक चितवनी परक ध्यान परक सेवा पूजाहरू छन् ती सेवा पूजामा पनि ध्यान लगाउनको लागि हृदयलाई एकाकार गराउनको लागि चाहिँ चर्चनी र विराट चाहिँ हामीले लिएकै हुनुपर्छ चर्चनी र विराट छैन भने चाहिँ सेवा पूजामा पनि ध्यान लाग्दैन बेलुकाको सेवा पूजामा हेर्नुहोस् बेलुकाको सेवा पूजामा बन्दौ सतगुरु चरणको करुसो प्रेम प्रणाम अशुभ हरण मङ्गल करण श्री देवचन्द्रजी नाम भन्दै गइसकेपछि गीताको जहाँ गमन नै हो सतगुरुको देश चाँद सूरजको गमन नै भनेर कति चौपाईहरू आउँछन् त्यहाँनिर त्यो सबै चाहिँ विराटद्वारा नै चाहिँ हामीले पक्रिनु पर्यो नि त यहाँको चाँदको सूर्यको पहुँच कहाँसम्म छ स्पिड कहाँसम्म छ र त्यो दिव्य परमधाम भनेको कहाँ हो भन्ने कुराहरू यी लोकेसन एकदम क्लियर चाहिँ हामीलाई विराट र चर्चनीले गराउँछ तसर्थ हजुरहरू सबैले यी विषयवस्तुहरूमा ध्यान दिनुहुन्छ भन्दै आजको यो चौथो दिनको चर्चनीको कक्षा पनि समय भइसकेको छ म यहाँनिर विराम दिन चाहन्छु बोलो श्री धाम के धनी के सदगुरु महाराज के प्राणनाथ प्यारे की गुरुजी श्री 108 मंगलदास महाराज की प्रणाम श्री राम बोलो श्री प्राणनाथ प्यारे की प्यारे सुंदर साथ जी आनन्द आइराखेको छ नि आनन्द लिनुपर्छ है आएन भने पनि आनन्दलाई ल्याउनु पर्यो आउनुहोस् हाम्रो आजको कक्षा सकिएको छ अब सठिक 12 बजे मञ्च कार्यक्रम सुरु हुने जानकारी हजुरहरूलाई गराउँदै उक्त समयसम्म भोजन प्रसाद भण्डारा लिएर फेरि हजुरहरू यहाँ आउनुहुन्छ पुनः भोलि